हामीलाई पहिला सुरु चाहिन्छ हट गन अनि यो जरी पोलन भन्छौँ यसलाई सादा पोलन पनि राख्न सक्छौँ हामीले ल हट गन प्लस जरी पोलन अनि प्लस कटर प्लायर अनि एउटा रोज यति भयो भने हाम्रो यो डिजाइन रेडी हुन्छ ल हेर्नुस् है त म अब स्टेप बाइ स्टेप देखाउँछु पहिला यसलाई चाहिँ हामीले कति चाहिने कति राख्ने भनेर यति जति काट्ने हामीले पछि लामो छोटो गराउन पनि सक्छौँ यति यति राखेर यसलाई हामीले कट गर्ने है साथीहरु हामीले यसरी काटिसकेपछि भिडियो लामो होला तर पनि हेर्दिनु होला है।